नेपालमा छ नि होइन धेरै जसो व्यक्तिहरू चाहिँ मोटिभेसनल स्पिकरहरू त्यस्तो बिजनेस कोचहरू त्यति धेरै चाहिँ छैन क्या हामीले औँलामा गन्दाखेरि चाहिँ भेटिनेहरू चाहिँ हुनुहुन्छ तर त्यति धेरै चाहिँ भन्ने हुनुहुन्न होइन मैले चाहिँ सधैँ सुनिरहने चाहिँ म भन्छु ल एउटा डा ताराजी तपाईँहरूले चिन्नुहुन्छ होला होइन कतिजनाले यदि मोटिभेसनल भिडियोहरू त्यस्तै त्यस्तै खालको हेर्नुहुन्छ भने यदि म जस्तो हुनुहुन्छ भने चाहिँ हेर्नुहुन्छ होला मैले हेर्ने भनेको चाहिँ डा ताराजीको भिडियो भयो त्यसपछि अनि अर्को एउटा मोटिभेसनल स्पिकर अर्को व्यक्ति पनि हुन्छ अब एक्ज्याक्टली नाम थाहा भएन मलाई अनि एउटा चाहिँ के सन्तोष लामा भन्ने छ है मैले चाहिँ क्लास लगि हेरिरहन्थेँ क्या मैले हेरिरहन्थेँ उहाँहरूको भिडियोहरूदेखि हरेक कुरा हेर्थेँ तर के त थाहा छ हुन्छ नि होइन सपना पनि थियो डा ताराजीलाई र अनि मैले भनेको 3 जना मोटिभेसनल स्पिकर क्या धेरै होइन जम्मा 3 जना व्यक्ति जसलाई भेटे पनि होइन भेट्न मन थियो क्या उहाँहरू 3 जनालाई चाहिँ अब कसैको हुन्छ नि कोही हिरा हिरोनी कसैलाई भेट्न मन लाग्छ नि त होइन त्यस्तै मलाई हिरा हिरोनीलाई पनि लाग्छ फेरि नलाग्ने भने होइन पूजा शर्मा र रेखा थापालाई भेट्न पनि मन छ मन त तर पनि मलाई साँच्चै भने बिजनेस कोच बनिसकेको है भेट्न मन थियो कतै क्लास फिजिकली क्लास लिन पाइदिएको भए भने है कति हुन्थ्यो क्या अब डा ताराजीले त त्यस्तै अनलाइन क्लासहरू भयो जुम मिटिङहरू पनि दिनुहुन्थ्यो होइन मैले जुम मिटिङ क्लास पनि लगाएँ क्या 5-6 हजार तिरेर चाहिँ 1 हप्ताको जुम मिटिङ क्लास पनि लगाएको थिएँ मैले चाहिँ लगाएँ भन्ने होइन तर फिजिकल्ली भने साँच्चै मैले सन्तोष लामा सरको क्लास लिन पायो त्यो पनि आफ्नै अफिसमा साँच्चै भने कहाँबाट त्यस्तो आइडियाहरू त्यस्तो बोल्ने शब्दहरू कहाँबाट आउँछ थाहै छैन क्या म त हेरेँ भने ओ माई गड साँच्चै म एउटा कुरा भन्छु तपाईँहरूलाई पनि यदि लाइफमा केही गर्नु छ भनेपछि चाहिँ एकचोटि क्लास लिन चाहिँ जरुरी छ क्या जरुरी छ यदि तपाईँहरू केही गर्न चाहनुहुन्छ बिजनेस गर्न चाहनुहुन्छ अन्य कुनै फिल्डमा होस् या जुनसुकै फिल्डमा पनि तपाईँहरू अगाडि नै बढ्न चाहनुहुन्छ भने चाहिँ सेल्सको बारेमा होस् या अन्य कुरा जुनसुकै कुराको बारेमा पनि तपाईँहरूले यो क्लास लिन चाहिँ एकदमै इम्पोर्टेन्ट चाहिँ छ है लाइफ बदल्न सक्छ क्या त्यस्तो भने ओ माई गड म त खासमा अरू व्यक्तिलाई मन पर्यो या परेन है म त फ्यान हो नि त मलाई चाहिँ एकदमै मन पर्यो धन्यवाद सबैभन्दा धन्यवाद भन्छु म चाहिँ हाम्रो कम्पनीको चेयरम्यान सर धीरेन्द्र तामाङ सरलाई र हाम्रो कम्पनीको सिइओ आदेश खड्का सरलाई चाहिँ अनि धेरै धेरै थ्याङ्क यू सो मच भन्छु हाम्रो सरहरूको कुरा मानेर आइदिनु भयो आफ्नो त्यस्तो व्यस्तता हुँदै पनि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ सन्तोष लामा सरलाई थ्याङ्क यू सो मच भन्दै ओके बाई बाई अब भोलि लास्ट डे क्लास छ त्यो क्लासमा चाहिँ मैले सिकेको कुराहरू चाहिँ म सबै एक्सपिरियन्स तपाईँहरूलाई बुझाउँछु ल आज त मैले पुरै सिकेँ होइन तपाईँहरूलाई के भन्नु होइन उहाँको बारेमा अलिकति भने भोलि चाहिँ म सबै कुरा भन्छु तपाईँहरूलाई सबैभन्दा पनि सबै कुरा भन्छु क्या भोलि मैले के सिकेँ मैले कसरी सिकेँ मैले के गरेँ हरेक कुरा सिकाउँछु म तपाईँहरूलाई ल